सबैलाई ह्याप्पी दसैँ भन्दै म चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु भनिदिन्छु। सो अनि त्यही हो ल गाइज ल। के हो भाइ, के भयो के हो के भयो भयो चाहिँ के भयो के के अरे के अरे के भने एकछिन एकछिन त यसले कहाँको डर्ने कहाँको डर्ने ल रुक रुक के अरे के अरे म्या टोक्ने त यो त सो गाइस भाइले चाहिँ प्यासेन्जर पाइसक्यो होइन। जाऊ 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 कान्छ अगाडि पहिला मान्छे पुऱ्याउन कस्तो हावा रहेछ अगाडि पहिला 2 मिनट अगाडि मान्छे सो भाइले चाहिँ मेरो भिडियो खिचिदिने भन्दैछ। सो नो प्रब्लम। 100 जान्छ त जाला त 100 जाँदैन नि यार 85 90 भन्नु गएन नि मा ओ 90 भन्नु गएन यार मा। सो हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि एकदमै सन्चै छु। सो आजको चाहिँ वेदर एकदमै पानी पर्ला पर्ला जस्तो छ। सो अहिले टाइम भएको छ 4:46। सो अहिले चाहिँ म यता एकजना भाइले बोलाइरहेछ आउनु दाइ भेट्नु पऱ्यो यसो भनेर माथि जोरपाटीतिर जाँदैछु। यहाँबाट हामी राइड लाग्छु अनि ओला दाइ त हरनै नबजाइ आउँछ त यार हाँस्छ फेरि दाइ सो भाइ चाहिँ मलाई जोरपाटी ओह्रालोमा वेट गर्दैछ होइन। सो म उसलाई भेट्न गइरहेको छु। अहिले एकछिनमा हजुरहरूले नि हेर्न सक्नुहुन्छ भाइलाई। सो दसैँको माहौल चाहिँ एकदमै तातो तातो छ है त। जता हेऱ्यो नि भिडभाड भिडभाड लङ्गुर पूजाहरू खेल्दैछ। सो त्यही हो गाइस ल ए केटाहरूले लङ्गुर पूजा बजाउँदैछ। सो वेदर चाहिँ एकदम बवाल छ गाइजहरू होइन। लेट्स गेट इट बवाल छ नि वेदर यार। Oh, let's get in. So दसैँको माहौल एकदमै गरम गरम भएको छ। सो आई होप तपाईँहरूको दसैँ एकदमै राम्रो भयो होला गाइजहरू। सो इन्जोय गर्नुभयो होला रमाइलो गर्नुभयो होला होइन। एकदम मिठो मिठो खानेकुराहरू खानुभयो होला मिठो मिठो खानेकुराहरू खानुभयो होला। यसरी आउँछ हरनै नबजाइ अनि के भन्ने झन्डै क्लोज कल हरनै नबजाइ आउँछ यार केटा हो। सो बवाल भइरहेछ होइन। अब यहाँबाट चाहिँ हामी तलतिर झर्नुपर्ने हुन्छ। बवाल हल्का साइडमा गरौँ। जोरपाटी ओह्रालो बनेछ यो भाइले होइन। पानी पनि पर्ला पर्ला जस्तो छ पर्ला पर्ला जस्तो छैन भाइ। सो एकदमै मजा आएर छ त गाइजहरू। वाच टिल भिडियो एन्ड होइन। सो भाइ यतैतिर होला यार। लेट्स गो। भाइ यतैतिर होला कान्छा। दसैँको भिडभाडहरू त बवालै छ त यार भिडभाड त यार। अल्ला
# डायल गर्नुहोस् अथवा घर नजिकैको एन्सर पसल जानुहोस्। हेलो कान्छा भाइ कता हो तिमी? चामुण्डा गेट होइन, म यहाँ जोरपाटीतिर आइपुगिसक्यो। अनि जोरपाटी कता ठ्याक्कै? यहाँ चोकमै छु, जोरपाटी चोकमै। ओह्रालो त्यो सुन्दर जल जाने बाटोमै ल ल ल त्यही भन्नु ल। ल ल ल ल के छ भाइ हालखबर यार? आफ्टर लङ टाइम नो सी यार। के छ हान्छ सन्चै छ? ल जाउँ। सो गाइज भाइले चाहिँ प्यासेन्जर पाइसक्यो होइन। जाउँ कान्छा। अगाडि पहिला मान्छे पुऱ्याउन कस्तो हवा रहेछ। अगाडि पहिला 2 मिनट अगाडि मान्छे सो भाइले चाहिँ मेरो भिडियो खिचिदिनु भन्दैछ। सो नो प्रब्लम होइन, ठिक छ नि होइन। प्यासेन्जर पाइरहेछ त्यो पनि यार, भाइले भिडियोमै चक्करमै परेछ। सो भाइ चाहिँ भिडियोकै चक्करमा परेको छ यार। टाइट हवा रहेछ यो भाइ यार। प्यासेन्जर अफलाइनमा यता माथि बिपी चोक पुऱ्याउनु पर्ने। भाइ एकछिन रोक्नु, भिडियो खिचिदिन्छ तपाईँको भनेर क्यामेरा हाल्ने यार। टाइट मान्छे यार, हवा होइन त। सो गाइस आज चाहिँ हामीले यसको स्पिड टेस्ट गर्छ है। अनि त्यही हो ल, स्पिड टेस्ट गर्छ। सो त्यही नै हो है त, स्पिड टेस्ट गर्छ। कति कुदाउँदैछ मजाले कुदाउने हो। अनि नेक्स्ट टाइम यसको सर्भिसिङ गर्नुपर्छ हामीले। सर्भिस गर्ने बेला पनि भइसक्यो। अझै त्यस्तो 2000 माथि कुदिसक्यो होइन। ए दाइलाई अल्छी लागेको यार तिमी यार। मान्छे पुऱ्याएर आऊ। बबाल कडा हो है त। ए रोड खाली छ, मस्त कुदाउने हो ल गाइजहरू है त। 60 इजी छ 60। सो दायाँ बायाँ हेर्नु पऱ्यो दिदी, दायाँ बायाँ हेर्नु पऱ्यो। दायाँ बायाँ हेर्दैन, दायाँ बायाँ हेर्नु पऱ्यो नि यार। रोड त खाली छ भन्ने बित्तिकै अनि म त दायाँ बायाँ नहेरिकन हिँडिन्छ मान्छेहरू। मसँग 2-3 चोटि भइसक्यो यस्तो यार। दायाँ बायाँ हेर्नु पऱ्यो नि यार। सो यो टिभीएसमा चाहिँ पावर एकदमै मिठो छ है त। यसमा चाहिँ तपाईँको इको मोड र पावर मोड भन्ने हुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ होइन। सो इको मोडमा चाहिँ तपाईँको फ्रिक्वेन्सीहरू बढ्यो भने बढ्छ भने तपाईँको पावर मोडमा चाहिँ हल्का पावरले बेसी दिन्छ है त। एक्स्ट्रा फिल हुन्छ पावर मोडमा चाहिँ है। हल्का तेल पनि बेसी खान्छ भनौँ न बटारीको अनुसारले। सो त्यही नै हो है त गाइजहरू। अनि हामी चाहिँ यता माथि बिपी चोक जाँदैछु गाइजहरू अहिले। सो लेट्स गो। बाबा कुच्यो यो मा। सो गाइजहरू यो 125 सेगमेन्टको भए पनि तर 150 बराबरी कुद्छ के। पावर त कुरै नगरौँ न, पावर त 125 सीसी भनौँ न त्यस्तो टाइपको नि लाग्दैन क्या। पावर एकदमै बेसी छ, पिकअप पावरहरू। सो यसले माइलेज पनि अहिलेसम्म चाहिँ मलाई त्यही 60-65 सम्म दिइरहेको छ होइन। इकोमा नर्मली तपाईँको सिटी राइड गर्दाखेरि। अनि त्यही हो, राम्रो छ, वर्थ इट छ, तपाईँको किन्न सक्नुहुन्छ है त। सो गाइज हामीहरू अहिले चाहिँ ठ्याक्क हनुमान चोक आइपुग्यो होइन।
सो अहिले चाहिँ यो पावर मोडमा छ है त गाइजहरू पावर मोडमा त बबाल के एकदम बत्तिन्छ यार पावर मोडमा त हेर न ल बबाल बत्तिन्छ नि हेर न 60 एकछिनमै पुग्छ यार 60-70 एकछिनमा बवाल तरिकाले पुग्छ अनि पावर मोडमा अलि बेसी नै पाउँछ यार हेर यो 3 गियरमा कति हुन्छ यहाँ कति जाँदछ हेरौँ है त गाइस रोड खाली छ है पचहत्तर ओमा 80 भन्नु गएन नि यार 80 टच हुनै लाग्थ्यो यार 80 भन्नु गएन नि माथि यहाँ चाहिँ फेरि अलि रस नै हुन्छ क्या मान्छेहरू यताउति हिँडिदिन्छ अलिक ध्यान हुन्छ हल्का माथि ट्राई गरौँ है त 100 ओभर कुदाउन यसो यहाँनिर तपाईँले पावर मोड देख्न सक्नुहुन्छ अहिले पावर मोडमा छ इकोमा राख्यो भने चाहिँ यहाँनिर फेरि इको हुन्छ कि सो त्यही भएर सो त्यही नै हो गाइज है सो गाइज हामीहरू अहिले ठ्याक्क नयाँपाटी आइपुग्यो है सो नयाँपाटी आइपुग्यो वाह बवाल मजा आइरहेछ त गाइजहरू ल एकदमै बवाल मजा सहारा बनेर आइदिनु है बादलसँग आमामाम गाह्रो छ त या म्यान बडा मजा आउँछ यार सो नेपालीहरूको चाहिँ दसैँ हुन्छ भने मधेसीहरूको चाहिँ समथिङ यस्तै के हुन्छ कि यो दसैँमा कति दिन व्रतहरू यस्तो समथिङ के बस्छ मलाई ठ्याक्क एक्ज्याक्टली चाहिँ ठ्याक्कै थाहा भएन होइन सो त्यही भएर सो अहिले यसलाई हामीले पावर मोडमा राख्छु होइन सो यहाँनिर इकोबाट पावर मोड गइसक्यो लेट्स ट्राई है त अब त है लेट्स ट्राई है 3 गियरबाट बढाउँ है ओए जान्छ त जाला त 100 जाँदैन नि यार 85 90 भन्नु गएन नि मा ओ 90 भन्नु गएन यार मा 90 भन्नु गएन नि केटा हो 90 भन्नु गएन यार गएन It's so cold outside. I'm alone.